आज चाहिँ हामीले कुकर र चाल्नको मद्दतले बनायो यस्तो मिठो मोमो। आइयो सबजना सन्चै हुनुहुन्छ होला, म पनि ठिकठाक नै छु। आज चाहिँ हामीले आफ्नै हातले चाहिँ होममेड मोमो बनाउन लागेको। हामीले चाहिँ घरमा फर्स्ट टाइम मोमो बनाउन लागेको। चाल्नु र कुकरको मद्दतले पनि यस्तो बवाल तरिकाले मोमो बन्छ भनेर मैले सोचेको पनि थिएन। घरमा चाहिँ कति दिन भएको थियो कि सबैले चाहिँ मोमो खाने भनेर चाहिँ भन्नुभएको थियो। अनि म र मेरो बुढी भएर चाहिँ लाग्यो मोमोको लागि सरसामान ल्याउनको लागि झिँडीतिर। अनि ठ्याक्क लाएर झिँडी पुगेपछि चाहिँ मासु पनि उता काटिराख्नु भएको थियो। हाम्रो झिँडी बजार पनि पुरै पिच भएर क्या राम्रो भएको के। अनि केही बेरपछि मासु पनि टक्कसँग रेडी भयो। म चाहिँ यता अर्को पसलमा मासु लिन भनेर आएको थिएँ। उता बुढीले भने अर्को पसलमा मोमोमा चाहिने सरसामान किनिरहेकी थिइन्। त्यहाँ मोमोमा लाग्ने सबै सामान किनेपछि हामी टक्क लाएर गयौँ चुराको पसलमा। अनि त्यहाँ चुरा किनेर सकेपछि चाहिँ हामी टक्क लाएर गयौँ अर्को पसलमा। अर्को पसलमा किन जान लागेको भन्दा फेरि अब चाहिँ मकै छर्ने सिजन पनि आयो। अब मल त चाहिहाल्यो गाइस। त्यहाँ पनि कालो मल किनेर टक्क लाएर गयो हामी घरतिर। पानी सामानहरू सबै किने त भने केही न केही भुले जस्तो चाहिँ लागेको थियो मलाई चाहिँ। अनि आउँदै थियौँ कि बुढीले चाहिँ भोक लाग्यो केही खाउन त पसलमा पसेर भनिन्। अनि पसलमा गएर कुरकुरे अनि मिठाई किनेपछि चाहिँ टक्क लाएर हामी फर्क्यौँ घरतिर। लगभग हामीलाई झिँडी गएर आउनलाई चाहिँ 15 मिनट जति चाहिँ लाग्यो होला। भिडियोमा त 1 मिनटमै जान्छ यो सबै क्लिपहरू चाहिँ। टक्क लाएर चाहिँ हामी पुग्यो घर। अनि यता हाम्रो कमल अङ्कलले पनि मल ल्याउन पठाउनु भएको थियो। उहाँलाई चाहिँ पोपोमा ट्याप ट्याप पारेर चाहिँ फुर्सद छैन, यता हेर्दा पनि हेर्नु भएको छैन। अनि टक्क लाएर यता सुरु हुन्छ पहिला सुरु डो बनाउनको लागि। अनि यता बहिनीले पनि मजासँग खुर्सानी र लसुन चाहिँ काटिरहेकी थिए। बाहिर निक्लिएर हेर्छु भन्दा एन्जल भन्ने प्राणी पनि तिर्खाएर आएको थियो र त्यसलाई मैले मजासँग पानी खुवाएँ। अचार पनि बन्दै थियो, मसला सबै चाहिने चिजहरू पनि रेडी थिए। किन मैले सुरुमा भनेको थिएँ नि के बिर्सेँ भनेर चाहिँ मैले बिर्सेको चाहिँ मिट मसला रहेछ। म चाहिँ टक्कसँग गएर दोकानमा गएर चाहिँ मिट मसला लिएर टक्कसँग आएँ घर। अनि घर आएर मिट मसला दिएर अनि मेरो पनि केही काम थियो अनि मैले पनि मसला हाल्नलाई थोरै हेल्प गरेको थिएँ। अनि मैले मोमो केमा पकाउने भनेको त कुकर र चाल्नुले भइहाल्छ पो भन्छन्। म त अचम्म परेको एकैछिन त। अनि हजुरहरूले नि कमेन्ट गर्नु है त तपाईँले यस्तो तरिकाले मोमो खानु भएको छ कि छैन भनेर। अनि टक्कसँग हाम्रो चाहिँ 2टा मोमो चाहिँ रेडी भइसक्यो है। अनि मैले पनि ढिला नगरिकन सबै सानो सानो चुटेर गोला बनाइदिएँ। हेर्नु है त कस्तो भएको छ। अनि गोला बनाएर सकेपछि चाहिँ अङ्कल पनि आउनुभयो। उहाँले चाहिँ राम्रोसँग चाहिँ मोमो बनाउनु जान्नु भएको छ, हामीलाई चाहिँ खासै आउँदैन। अनि अङ्कलले चाहिँ उता मोमो बनाइराख्नु भएको थियो, मैले चाहिँ छिटो बेल्दै दिँदै गरेको थिएँ। अरूले बनाएको देख्दा त रहर लाग्ने कि मैले पनि रहर लगाएर एउटा ट्राई हानौँ न त भनेर चाहिँ बनाउन ट्राई गरेँ। लाइफमा कहिले पनि नबनाएको भोलिचोटि बनाऊ भनेर त्यो पनि भएन। हाम्रो बुढीले भने जानेकी थिइन् पहिल्यैदेखि नै, मलाई चाहिँ आउँदै आएन कि। अनि त्यो चाल्नु पनि पुरै मोमोले भरिएपछि चाहिँ टक्क लाएर कुकरमाथि राख्यौँ। हजुरहरूले पनि एकचोटि न एकचोटि ट्राई गर्नु। अनि म पनि परे